Hello guys, welcome to my new video. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चैमा छु है गाइस। भर्खरै उठेर मुख धोएर रनिङ जान लागेको छु। कस्तो हुन्छ कमेन्ट गरिदिनु होला। म चाहिँ बिहानै उठेको गाइस। अब एकछिनपछि भेट्न पर्छ है गाइस। हेलो गाइस, फेरि म आइसकेँ रनिङ गरेर है। अब चाहिँ नि म बाटोमा चाहिँ भिडियो बनाउनै पाइएन गाइस, अँधेरो लास्टमा अँधेरो थियो। अब चाहिँ म फ्रेस भएर नुहाएर भनेपछि भिडियो हाल्छु त्यही है गाइस। जुन त यहाँ हेर्न सक्नुहुन्छ पसिना हेर्न सक्नुहुन्छ गाइस है। अब अहिले पछि भेटौँला है गाइस। म चाहिँ नि फ्रेस भएर आइसकेँ है। अब चाहिँ नि कस्तो नुहाएर फ्रेस भएर आइसक्यो। अब चाहिँ कहाँ जाने हो के गर्ने हो भन्ने कुरो म हजुरलाई अपलोड दिइरहन्छु। के कस्तो लाग्छ टेक कमेन्ट हानिदिनु होला गाइस है। यो चाहिँ मेरो दोस्रो भ्लग है। अहिलेको लागि यति नै। अहिले पछि भेटौँला फेरि है गाइस। अहिले क्लास गर्नु थियो, अहिले बल्ल आनन्द भयो गाइस है। कटकरमा अहिलेको लागि यति नै। आज चाहिँ नि साउन गाइस, सबैजनालाई ह्याप्पी साउन है। साउन 1 गते गाइस। ल आजको लागि अहिलेलाई यति नै। अहिले पछि अपलोड दिन्छु गाइस है। बाई। म चाहिँ नै फार्मतिर आएको है गाइस, बङ्गुरलाई दाना हाल्न। दाना साना हालेर अब घरतिर जानु लाग्यो गाइस। के कस्तो लाग्छ म चाहिँ नि दाना साना हालेर यस्तो झाडी भयो गाइस है। झाडी भयो गाइस। यहाँ बाख्राहरू गाइस, यहाँ पनि बाख्राहरू छन् है गाइस। यहाँ पनि बाख्राहरू छन्, बोका 3टा है गाइस। यो चाहिँ नि पूजालाई राखेको हो। अनि बाख्राहरू छन् यहाँ। बन्नेल छ यहाँ चाहिँ नि गाइस है। बङ्गुर छ यहाँ सानो बच्चा है। अनि यहाँ पनि साना 2टा हेरे डाँखाहरूले पानी पर्यो। अब चाहिँ नि म जान्छु है गाइस। यस्तै छ है पारा चाहिँ हाम्रो, मेरो चाहिँ गाइस है। यस्तो झ्याङ छ है। लौका चाहियो भने लौका लिन आउनु है गाइस। लौका चाहियो भने लौका लिन आउनु है गाइस। लौका करेला पनि छ यहाँ माथि गाइस। आउनु है गाइस। गना यार करेला छोडो त गाइस। अब म चाहिँ नि घरतिर जान्छु गाइस। यस्तो बाटो यस्तो झाडी छ गाइस है। माथि फुलहरू छ, यो हातमा फुलहरू थियो गाइस है। सबै मर्यो पानीले गर्दाखेरि। म चाहिँ घरतिर जान्छु गाइस, पानी परिसक्यो। बाटो चिप्लो छ, त्यही कता मर्ने कि भन्नु भयो नि। आएको छ गाइस, बाटो एकदम चिप्लो छ। सिरबानी जाने भयो गाइस, यता मेरो पछाडिको बाटो। अनि यता चाहिँ नि घरतिर जाने बाटो। गीत बजाइ गाइस। ठ्याक्क लाएर चाहिँ नि घरतिर हिँडेको। पानी परेछ पिस। यहाँ चाहिँ नि पहिरो गएछ कि गाइस, बाटै नहुने भयो। अब पहिरो गएछ नि, यहाँ नि पहिरो गएछ, बाटो जम्मा यति हो। अब हिलो बाटो गाइस, हिलो
हिलो छ है गाइस हिलो हिलो लास्टै हिलो हो गाइस है यहाँ पनि हिलो छ गाइस कटर चाहिँ नै यहाँ माथि पाक्दै हो गाइस है कसको घर पाकेछ भन्नु म खाना आउँछु यहाँ चाहिँ नै पाक्दैन यार खाना नि पाइएको छैन कटर यार गाइस जस्तो त यसको घर पाकेछ कटर भनिदिनु न यसो खाना आउँछु म यहाँ चाहिँ नै पानी ट्याङ्की छ गाइस है अनि मेरो पछाडि घोडा काटेर है हजुरलाई यति नै म चाहिँ नै अहिले डेलिभरी गर्नु भनेको जाँड मासु लिएर हिँडेको है गाइस जाँड र मासु लिएर हिँडेको यहाँ बाटो एकदम है गाइस बाटो एकदम चिसो छ पानी परेर पुगेला पानी पर्छ है गाइस अन्त पुगो गाइस बाटो छैन पुग्न लाए होम डेलिभरी चाहिँ होइन यो दिदीको घर हिँडेको यहाँ माथि अघि पछाडि धारा छ है गाइस त्यो चाहिँ दिदीको घर हिँडेको म चाहिँ नि झरिसक्यो यहाँ चाहिँ बाटो एकदम चिप्लो रहेछ यहाँ पछाडि के राम्रो फुट्दैछ कि गाइस लास्टै चिप्लो भयो यहाँ कस्तो गुटिहाले पानी परिरहेको guys bato chips so बाटो चिप्लो रहेछ गाइस है भन्नै बिर्सेको बाटो एकदमै चिप्लो
बिचमा हो गाइस है बचाओ बचा जङ्गलको बिचमा है